गुड मर्निङ। आज चाहिँ हाम्रो थाइल्यान्ड ब्याङ्ककमा सेकेन्ड दिन। हिजो आइयो, हिजो घुम्यो फर्स्ट दिन। अब सेकेन्ड दिन आज पहिला अब खानासाना खान गइन्छ। भर्खर उठेर नुहाएर रेडी भएर बस्यो। अब खाना खान गइन्छ। त्यसपछि आज हल्का घुमिन्छ। ल हेर्दै जाउँ के हुन्छ आजको दिनमा है त। हामी चाहिँ होटल लबीमा आइसकेका छौँ। लबी चाहिँ यस्तो गाडी चाहिँ हाम्रो यही हो। मान्छे चाहिँ छ रहेछ है। गाडी चाहिँ हाम्रो अब यो गाडीमा जान्छौँ। गाडीमा पहिला खाना खान जान्छौँ यहीँ नजिकै, अनि गाडीमा जान्छौँ अहिले। कतातिर जाने हो त? ल हामी चाहिँ अब खानासाना खाएर निस्क्यौँ। खाना खाइयो, मोमो खाइयो, नेपाली चिया खाइयो। पुरा नेपाली स्टाइलमा थियो, दामी हान्यो आज नि। सेकेन्ड डेमा अर्को ठाउँमा आएको, आज दामी हान्यो। अब जाँदैछौँ हामी चाइना टाउन। जान्छ, त्यसपछि वातावरण जान्छु। कहाँ जान्छु आज दिन भने सबै घुम्ने हो। भोलि हल्का सपिङ हानिन्छ, अझै सपिङ मागिन्छ। ल अब चाइना टाउनमा भेटौँला है त। सिधै हामी चाहिँ 1 घन्टा जामबाट निस्क्यो भर्खर। अब जाँदैछौँ चाइना टाउन वकिङ। हिँड्दै जाँदैछौँ, हिँड्दै जाम छ पुरा। गाडीमा भन्दा हिँडेर चाँडो पुग्छ। हामी चाहिँ आइसकेको छौँ अहिले वातावरण। हिँड्दै आइसकेको छ वातावरण। रोयल प्लेसमा चाहिँ छिर्न नदिएर वातावरण आएको छौँ। वातावरण चाहिँ पारी छ। यति बेला सनसेट पनि छ, दामी भ्यू हुन्छ यति बेला चाहिँ। अब हामी अब फेरीको लागि टिकट काट्दैछौँ, पारीको लागि टिकट काटेर अनि फेरीमा जान्छौँ पारी। ल है त पारी गएपछि भेटौँ। ल सी यू। ल हामी चाहिँ अहिले आइसकेको छौँ यता फेरीमा। टिकट काटेर आएको छौँ। अब हामी जाँदैछौँ पारी। वातावरण पारी यस्तै छ, सनसेट भ्यू। यो चाहिँ हाम्रो फेरी हो। यो बोट नि जाँदो रहेछ। हिँडेको 1 घन्टा हुन लागिसक्यो। खोइ ठाउँै आइपुग्दैन। हिँडेछु हिँडेर पुरा दुखेर मर्न लागिसक्यो। हराइदिन्छ के गर्ने। कहिले को हराउँछ कहिले को हराउँछ यार। कहाँ हो ठाउँ के हो यार। ल फाइनली त्यत्रो हिँडेर चाहिँ हामी सेन्ट्रल आइसकेको छौँ अहिले। भित्र जानु लाग्छौँ सेन्ट्रलभित्र। अब त्यहाँभित्र छिरेर हल्का सपिङ हान्छौँ। अनि एकछिन घुम्छौँ, निस्किन्छौँ हामी। के किन्यो भनेर अहिले देखाउँ ल। पहिला भित्र छिरौँ, के किन्छु त्यसपछि अनि अहिले भेटौँ अहिले बाहिर है त। अब चाहिँ हामी टक्क खानासाना खाइयो, बारबिक्यू हान्यो, घुम्न गइन्छ। अब दामी हामी आज धन्यवाद भन्दैछ नागरिकहरू। दामी हामी आज ल जोस्। बिहान थकाली दामी भन्यो, अहिले खाली खाइ लागि दामी है त। अहिले लास्ट दिन हो। अब लास्ट दिनमा चतुचाक गएर आइयो। अब हामी जान्छौँ चतुचाक गएर हल्का सपिङ गरेर आइयो, होटलमा आइयो। अब फेरि जाँदैछौँ आइकनसियममा। त्यहाँ चाहिँ गरिन्छ अब हल्का लुगा सुगा किनिन्छ। अब चतुचाकमा चाहिँ किनियो चक्लेट किन्यो। अब चाहिँ भनेको आइकनसियम हो, त्यही हो। आज लास्ट जाने भनेको त्यहीँ मात्र हो। त्यसपछि गइन्छ खानासाना खाइन्छ। अनि त्यसपछि लुगा प्याकिङ गरिन्छ। अनि त्यसपछि भोलिको लागि रेडी हुन्छ है त। ल अब हामी ग्र्याब बोलाएको छौँ ट्याक्सी, त्यसपछि जान्छौँ। ल आइकनसियममा भेटौँ। हामी चाहिँ आइपुग्यौँ भर्खर आइकनसियम। बल्ल आइपुग्यौँ आइकनसियम। यस्तै छ। यहाँ चाहिँ बेलुकाको भ्यू राम्रो हुन्छ भनेर हामी आएको क्या। बेलुका यहाँ वाटर फाउन्टेन हुन्छ अरे, त्यही भएर यहाँ आएको छौँ। अब भित्र जान्छौँ हामी, हल्का सपिङ खान्छौँ है त। यहाँ अर्का अब 2जना गुवाचेहरूलाई खोज्न परेको छ। अब कहाँ छ त 2टा गुवाचेहरू। अब
बेलाको 1 घन्टा भयो खै ट्याक्सी नै आएन अब हिँडेर जान लाग्यो 2 किलोमिटर रहेछ 2 किलोमिटर अब हिँडेर गइन्छ ट्याक्सी वान वे भयो भनेर आएन यता त्यही भएर अब हिँड्दै जानु ला 7-11 जान्छौँ पहिला 7-11मा के खान्छौँ किनेर त्यसपछि जान्छौँ ट्याक्सी बुक गरेर है त हिँड्दैछ मैले यसरी यस्तो घाम लागिरहेको छ हिँड्नु परिरहेको छ खुट्टा दुखाइसक्यो के गर्नु अब आज मरिन्छ आज र एक दिन हो त्यसपछि भोलिबाट मस्तले सुतिन्छ नेपाल गएर अब आज राति सुताइ भने त्यस्तै हो सुतिँदैन अब त्यहाँ गएर भेटौँला हामी चाहिँ आइसकेको छौँ 7-11 आएको छौँ पानी खानलाई अब के किनिन्छ यहाँ चिप्स यताउति खानेकुराहरू किनिन्छ अनि त्यसपछि ट्याक्सी बुक गरिन्छ नि गइन्छ है त यस्तो छ 7-11मा चाहिँ अब यता चिप्स भयो पहिला पानी खाऊँ एउटा खाऊँ पानी ठुलो खाऊँ न ठुलो त्यसपछि अरू अब के खाइन्छ यहाँ अलि देखाउँला है त मैले चाहिँ रामेन अर्डर गरेको थिएँ रामेन आइसक्यो के अर्डर गरेको तिमीले पोर्क चप होइन त पोर्क चप स्पागेटीसँग आएछ यो तर प्लेन रहेछ नि स्पागेटी चाहिँ तर केही छैन मैले भने क्या मलाई मन त मनपर्छ अन्ली सल्ट एन्ड पेपर बटर सल्ट एन्ड पेपर अन्ली अनि चिज पनि छ हल्का के छ टप अप कस्तो छ त दामी छ खाएकै छैन दामी गरेमा खाएको छु फेभरेट स्पागेटी मासु चाहिँ भने पोर्क चप